Okay, congratulations Mr. Keshav for passing advanced barista course. र तपाई अब बारिस्टाको जर्नीमा हामीसँग जोडिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ र आफ्नो फ्युचर करियरको लागि अब तपाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाँ पनि जानुहुन्छ र जानुहुनेछ र आफूले सिकेका जानेका कुराहरूलाई चाहिँ सही तरिकाले आफूले जाने बुझेका कुराहरू सही तरिकाले चाहिँ प्रयोग गर्नुहुन्छ र आउने भाइ बहिनीहरूलाई चाहिँ इन्स्पायर एकाडेमीमा तपाईँ आउनुभन्दा पहिले कुन सोचाइले आउनु भएको थियो र जाँदै गर्दाखेरि कुन रूपमा जाँदै हुनुहुन्छ एउटा चाहिँ स्किल बारिस्टा भएर जाँदै हुनुहुन्छ र तपाईँको होल जर्नी चाहिँ कस्तो भयो इन्स्पायर एकाडेमीसँग चाहिँ तपाईँको होल जर्नी कस्तो भयो? सर्वप्रथम त हाम्रो यो इन्स्पायर एकाडेमीलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। म पहिलोचोटि आउँदा मलाई यो कफी सम्बन्धी त्यति कुरा केही पनि थाहा थिएन, तर यहाँ आएर म धेरै कुराहरू फुड सेफ्टीदेखि लिएर त्यसपछि कफीको हिस्ट्रीदेखि सबै कुराहरू चाहिँ सिक्न पाएँ। हाम्रो सरहरू पनि एकदम फ्रेन्डसिप भएर चाहिँ काम गर्नुहुन्छ। अनि हाम्रो नयाँ साथीहरू बहिनीहरू चाहिँ आउन चाहन्छ भने आउनुहोस्। हाम्रो इन्टरनेसनल लेभलको चाहिँ हाम्रो यहाँ कोर्सहरू गराइन्छ। हाम्रो काठमाडौँको ब्रान्च चाहिँ हाम्रो गराएर अहिले नयाँ ब्रान्च तुलसीपुरमा छ। त्यहाँ गएर पनि तुलसीपुरको साथीभाइ दिदीबहिनीहरूले चाहिँ त्यहाँ गएर चाहिँ आफ्नो बारिस्टा क्लास चाहिँ लिन सक्नुहुन्छ। धेरै राम्रो छ, आउनुहोस्, सिक्नुहोस् र आफ्नो फ्युचर चाहिँ ब्राइट गराउनुहोस् भन्न चाहन्छु। ओके, थ्याङ्क यू मिस्टर केशव। र वन्स अगेन तपाईँहरू पनि इन्स्पायर एकाडेमीमा आएर आफूलाई सिपमूलक तालिम सिकेर बाहिर वैदेशिक अथवा राष्ट्रियमा चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चाहिँ तपाईँ आफूले विकसित गर्न चाहनुहुन्छ भने आज नै हामीलाई सम्पर्क गर्नुहोस्। सो वी आर अभाइलेबल इन दाङ, गोराई एन्ड काठमाडौँ अल्सो। थ्याङ्क यू।